नमस्कार। आज हो मेरो विन्टर बलको डे 33 र आज म चेस्ट ट्राइसेप ट्रेन गर्नेछु। चेस्ट डे हरेक दिन बेस्ट रहन्छ। कहिलेकाहीँ मन लाग्छ कि सधैँ चेस्टको वर्कआउट मात्र गरौँ भनेर। जोक्स अपार्ट, बिहान रनिङमा गए, रनिङबाट आएपछि हजुरआमालाई चिया दिए, मैले पनि हेल्दी टी पिए। आज रनिङ भएर एक्स्ट्रा क्यालोरी बढाउनु पर्ने हुनाले प्री मिलमा 3वटा रोटी बनाए, दुध, कोला र बदामसँग खाए। 10 बजे वार्म अप गरेर वर्कआउट सुरु गरे। चेस्टको लागि बेन्च प्रेस, डम्बल फ्लाई र स्क्विज प्रेसको 3 सेट लगाए। आज सबै वर्कआउट बेन्चमै भयो। पम्प निकै राम्रो आएको छ। यही कारणले मलाई चेस्ट वर्कआउट मनपर्छ र ट्राइसेप ट्रेन गर्नतिर लागे। ट्राइसेपमा क्लोज ग्रिप र केबल किक ब्याकको 3 सेट लगाए र आजको ट्राइसेपको वर्कआउट सके र स्ट्रेचिङ गरे। त्यसको 10 मिनेट पछि क्रेटिन खाए। पोस्ट वर्कआउट मिलमा भात, दाल, न्युटेला, अन्डा र सब्जी खाए। बेलुका ट्युसनको काम सकेर वकमा गए। आजलाई यति नै। राम्रो लाग्यो भने फलो गरेर सपोर्ट देखाइदिनु होला। थ्याङ्क यू सो मच and love you all.